हेलो गाइस, नमस्ते अनि वेलकम ब्याक टु माई युट्युब च्यानल। सबैजना सन्चै हुन्छ भन्ने आशा गर्दछु र दसैँ पनि सकिन लाग्यो होला अहिले चाहिँ हैन। अब दसैँ सकिएपछि त हाम्रो त प्लान त्यही हो, विदेश जाने। बा अब एप्लाई गरिराख्नु भएको छ भने कतिखेर भिसा आउँछ, कतिखेर वर्क परमिट आउँछ भन्ने विषयमा सोची पनि राख्नु भएको होला हैन। त्यति भन्दै मैले चाहिँ तपाईँ यदि क्रोएसिया आउँदै हुनुहुन्छ भने हैन, के काम सिक्दा ठिक हुन्छ या तपाईले अलरेडी एप्लाई गरिसक्नु भएको छ भने के गर्दा ठिक हुन्छ भन्ने विषयमा थोरै भिडियो बनाउँछु हैन। अन्तिमसम्म हेरिदिनु होला र च्यानलमा नयाँ हुनुहुन्छ सब्स्क्राइब गर्नु नभुल्नु होला। त्यति भन्दै फर्स्ट अफ अल तपाईँलाई म के भन्न चाहन्छु भने तपाईँले अलरेडी एप्लाई गरिसक्नु भएको छ भने तपाईँ के को लागि एप्लाई गर्दै हुनुहुन्छ, फोकस अन देयर। तपाईँले त्यहाँ फोकस गर्नु होला। यदि तपाईँलाई अब होटल लाइनमा एप्लाई गरिसक्नु भएको छ भने तपाईँ हल्का टाइम दिनु होला। यदि तपाईँको एप्लाई गरिसक्नु भएको छ भने तपाईँ कतै होटलतिर गएर होइन, पार्ट टाइम गएर बा आफ्नो फुल टाइमै गएर पनि हल्का एक्सपिरियन्स चाहिँ त्यहाँबाट लिनु होला। किन भन्दा पछि तपाईँहरू यहाँ आइसकेपछि तपाईँलाई अलिकति हेल्प हुनेछ त्यो काम जति सिक्नुभएको छ नेपालमा भने होइन। र यदि अरू फिल्डमा होइन, जस्तो कन्स्ट्रक्सनमा भयो होइन, कन्स्ट्रक्सनमा आउँदै हुन्छ भने पनि तपाईँलाई सुरुमा चाहिँ हल्का प्रब्लमै हुन्छ होइन। किनभने तपाईँलाई काम सिक्नुभएको छ भने चाहिँ धेरै सजिलो हुनेछ। यहाँ आएर पनि अब एक्जाम्पल म के दिन्छु भने तपाईँलाई, यदि तपाईँले कन्स्ट्रक्सनमा एप्लाई गर्नुभएको छ र भिसा वेटिङमा हुनुहुन्छ भने होइन, अलरेडी एक्सपिरियन्स छ भने त ठिकै छ होइन। एक्सपिरियन्स भएकोले एप्लाई गर्नुहुन्छ। र कन्स्ट्रक्सनमा आउँदाखेरि के चाहिँ हामीलाई बेनिफिट हुन्छ भन्दाखेरि चाहिँ यदि तपाईँले अब यहाँ आएर 8 घन्टा काम गर्नुभयो होइन, कतै घर बनाउने हुन्छ, घर भत्काउने हुन्छ, बाटो बनाउने हुन्छ होइन, नर्मली भन्दाखेरि। अनि घर बनाउने, भत्काउने, बाटोमा रोड हुँदै त्यस्तै हो काम होइन। यदि काम भनेको जस्तो नि गर्नुपर्छ, किनभने हामी पैसा कमाउन आएको मान्छेहरू होइन, जस्तै काम पनि अब नाइ भन्नु त हुँदैन। र अर्को कुरा चाहिँ के भन्दैछु भने अब चाहिँ जाडो सुरु भइसकेको छ र जाडोमा चाहिँ अलिकति प्रब्लम हुन्छ, मान्छेलाई अलिकति सुख भएर पैसा कहाँ कमाइन्छ होइन। र यदि तपाईँ 8 घन्टा चाहिँ तपाईँले कम्पनीको थ्रु या कम्पनीबाट काम गर्नुपर्ने हुनेछ होइन। यदि 8 घन्टा सकेर एक्स्ट्रा टाइम चाहिँ जुन हुन्छ तपाईँले बाहिर आउँदै गर्नु भने चाहिँ तपाईँलाई राम्रो स्यालेरी पाउनु हुनेछ होइन। स्यालेरी त भन्दा पनि तपाईँको आउट इन्कम जुन हुन्छ नि, मान्छेले कसरी 3 लाख 3.5 लाख कसरी कमाउँछन् क्रोएसियामा भन्ने भन्छन्, कसैले यति कमाउँछन् भनेर होइन। र त्यो चाहिँ त्यो हुन्छ होइन। मेन बेसिक स्यालेरी तपाईँले 8 घन्टा वा 9 घन्टाको कम्पनीले पे गरिहाल्छ। र यदि तपाईँसँग अलिकति स्किल छ होइन, तपाईँलाई काम आउँछ, एक्सपिरियन्स छ भने चाहिँ तपाईँले अब बाहिर आउँदै अब कसै घर भत्काउने बनाउने हुन्छ, त्यस्तो बाहिर पनि त काम भइरहेको छ होइन। जस्तो नेपालमा पनि त्यस्तो मिस्त्रीहरूले काम गरिरहेछन् होइन, त्यस्तो टाइपको काम हुन्छ। र त्यसरी गर्नुभयो भने चाहिँ तपाईँलाई आवरली 1 घन्टा बराबर 10 युरो, 12 युरो, 15 युरोसम्म दिन्छ होइन। र त्यही भएर चाहिँ मान्छेले अब 8 घन्टा गरिसकेपछि बाहिर काम गरिसकेपछि राम्रो स्यालेरी आउँछ। तपाईँले दिनमा 2 घन्टा या 3 घन्टा गर्नुभयो भने सोच्नु त कति हुन्छ, महिनामा 60 दिन 60 घन्टा आउँछ होइन। र यदि तपाईँले त्यसरी बाहिर काम गरेर चाहिँ पैसा राम्रो कमाउन सक्नुहुनेछ होइन। स्किल छ, तपाईँसँग नलेज छ, हल्का ल्याङ्ग्वेज पनि हल्का ट्राई गर्नु होला, कहीँ युट्युबमा हेर्नु होला होइन। त्यति भइसक्यो तपाईँ राम्रो कन्स्ट्रक्सन लाइनमा राम्रो कमाइ हुन्छ। सेकेन्ड कुरो यो होटल लाइनमा होइन। होटल लाइनमा अब तपाईँले होटल लाइनको बारेमा मलाई खासै थाहा छैन होइन, तर राम्रो अब के हुन्छ त्यो सिक्नु होला होइन। बारिस्टाहरू सिक्नु होला, मेन स्पेसली यहाँ कफी खान्छन् धेरै होइन, स्पेसली बारिस्टा सिक्नु होला होइन। र थर्ड थिङ चाहिँ के छ भन्दा तपाईँले अलरेडी एप्लाई गरिसक्नु भएको छ भने हल्का टाइम दिनुहोस् होइन। टाइम दिएर तपाईँले एउटा गाडी सिक्न सक्नुहुन्छ होइन। गाडी सिकेर चाहिँ तपाईँ आउनुभयो भने धेरै पोजिटिभ हुन्छ, धेरै होइन। किनभने तपाईँले अब यहाँ गाडी पनि सस्तोमा पाउँछ होइन। अब यो कुरो गाडी किनिसकेपछि तपाईँले यहाँ आएर गाडी सिक्नु भएको छ र ओरिजिनल लाइसेन्स छ भने तपाईँले आरामले यहाँ गाडी चलाउन सक्नुहुन्छ। र तपाईँ जति 8 घन्टा ड्युटी गरेर ड्युटी गरिसकेर बाहिर हिँड्न पनि सक्नुहुन्छ गाडीमा होइन। अब हिँड्न भनेपछि बुझ्नु होला, यता त्यो कन्ट्याक्टमा मान्छे भएपछि तपाईँले ल्याउन लान पनि मिल्छ होइन। र त्यति धेरै चाहिँ नजानु होला जानु चाहिँ। र तपाईँले यदि तपाईँ फ्री हुनुहुन्छ, अब ओभर परमिट वेटमा हुनुहुन्छ भने चाहिँ तपाईँले गाडी सिक्दाखेरि चाहिँ राम्रो हुन्छ भन्न चाहन्छु म होइन। र अर्को टपिक रहेछ यहाँ स्यालेरी कति हुन्छ भन्ने विषयमा होइन। स्यालेरी भनेको मैले एक्ज्याक्ट स्यालेरी भनेको होइन, एज पर क्रोएसियन गभर्मेन्ट रुल 970 हो 8 घन्टाको र 5 दिनको। त्यसपछि के हुन्छ त भन्ने विषय त अब त्यति मात्रै हाम्रो पैसा आउँछ त भन्ने धेरै कमेन्टहरू आउँछ। 970 मात्रै बा कुनैले कम पनि दिन्छ भन्ने विषयमा धेरै कमेन्टहरू आइरहेको थियो। यसमा आज प्रश्न म बनाइदिन्छु होइन। तपाईँ 8 घन्टा पहिला के भन्नु होला, जब एप्लाई गर्नु त्यतिखेर चाहिँ मेन पावरबाट एप्लाई गर्दै हुनुहुन्छ भने सोध्नु होला त्यहाँ
फुड एलाउन्स के छ, खाना के अरे अकोमोडेसन के छ भनेर। यदि अकोमोडेसन र फुड दिएको छ भने 970 मा धेरै राम्रो र 8 घण्टाको मात्रै त्यो 970 जुन हुन्छ स्यालेरी हैन, त्यो 8 घण्टाको मात्रै र हप्ताको 5 दिन मात्रै मिन्स एक हप्तामा तपाईले 40 दिन चाहिँ काम गर्नुपर्छ हैन, जुन चाहिँ 8-8 घण्टा गर्दाखेरि 5 दिनमा 40 घण्टा हुन्छ र महिनामा 160 घण्टा हुन्छ। 160 घण्टाको चाहिँ 970 बेसिक हो र तपाईहरु एप्लाई गर्दै हुन्छ र तपाई कतै पनि गल्फबाट चाहिँ हैन एप्लाई गर्दै हुन्छ हैन। अब यस्तो हुन्छ नि त, अब आफ्नो स्यालेरी नै अब गल्फबाट कतै राम्रो स्यालेरी पाउँदै अब यता आउँदाखेरि चाहिँ कस्तो होला भन्ने विषयमा हैन। अब फ्युचर सोच्ने हो भने चाहिँ तपाईहरु आउँदा बेस्ट हुन्छ। किन भन्दाखेरि अब 970 भनेको अब अर्को वर्ष 2026 सम्म कम्तीमा 1200 सम्म स्यालेरी बनाउँछ र एभ्री इयर जस्तो अब 2022 मा आउँदाखेरि कति थियो 530 मा आएको छ हामीहरु, अहिले 25 लाग्दै 970 बनाइसक्यो हैन। र स्यालेरी बढ्छ हैन, स्यालेरी वर्षैपछि इन्क्रिज हुन्छ र त्यति मात्र पाउनुहुन्छ चाहिँ 8 घण्टाको मात्र त्यति हो हैन। अब हरेक कम्पनीमा ओभरटाइम भने 1-2 घण्टा चल्ने नै चल्छ हैन। त्यहाँ भन्दा बढी लगाउन चाहिँ पाउँदैन हैन। बढी लगाए पनि तपाईलाई क्याशमा पाउनुहुन्छ, तपाईलाई बेनिफिट दिएको हुन्छ हैन। तर एकाउन्टमा दिने जुन पैसा हुन्छ, जुन स्यालेरी स्लिप हुन्छ हैन, त्यहाँ चाहिँ 970 प्लस 1-2 घण्टा ओभरटाइम चाहिँ त्यो दिनको 1-2 घण्टा ओभरटाइम त फरक परेन हैन। त्यो त नर्मल रुलले नै पाउँछ र त्यो भन्दा 3 घण्टा 4 घण्टा जुन ओभरटाइम चाहिँ लगायो हैन, त्यो जुन 160 घण्टा 200 घण्टा भन्दा पार भयो भने चाहिँ तपाईलाई क्याशमा पैसा दिन्छ र 970 मात्रै त्यो एउटा हुन्छ नि भन्ने। अब कुनै कम्पनीले त्यति नै दिन्छ है, फेरि म्याक्सिमम कम्पनीले चाहिँ अब अलि बढाएर 1200-1300 पाइरहेछन् हैन 970 घण्टामा हैन। र कुनै कम्पनी चाहिँ त्यही 970 भनेर 970 दिन्छ हैन। त्यो कम्पनी धेरै कम छ। किन भन्दा 970 मात्रै त्यो 8 घण्टा मात्र लिमिटेसन काम मात्रै गराउँदैन, कुनै अब डिमान्ड हुन्छ केहीको हैन। र डिमान्ड भइसकेपछि तपाईले 1-2 घण्टा काम त बढाइ नै हाल्छ, त्यो नर्मली कुरा हो। र राम्ररी बुझ्नु होला, तपाईले गल्फबाट आउँदै हुन्छ भने नि अब फ्युचरको लागि आउँदाखेरि फ्युचरलाई सोचेर आउनुहुन्छ भने चाहिँ अब राम्रै हुन्छ, ठिकै हुन्छ भन्नुहुन्छ। र एउटा लास्ट क्वेसन चाहिँ के थियो भन्दाखेरि कति उमेरकोले चाहिँ एप्लाई गर्दाखेरि ठिक हुन्छ भन्ने क्वेसनहरु मलाई धेरै आएको थियो हैन। र कति वर्षसम्मकोले आउँदा चाहिँ आउन पाइन्छ भन्ने विषयमा हैन। तपाई आउँदाखेरि हैन 50 पार हुनु हुँदैन हैन। अब 45, 46, 47 सम्म चाहिँ तपाईले आउन मिल्छ। र उहाँहरुलाई चाहिँ म जुन 46, 47 हुन्छ नि, उहाँहरुलाई के भन्न चाहन्छु भने हैन, अब तपाईले अब 2-4 वर्षको लागि चाहिँ त्यसरी अब नसोच्नु हो। किन भन्दा झट्टै कमाएर जाने ठाउँ पनि हैन यो क्रोएसिया, युरोपियन कन्ट्री हैन। किन भन्दा अब 8-10 लाख रुपैयाँ 10-12 लाख रुपैयाँ ऋण तिरेर आएको छ हैन। अब 1-2 वर्ष गएर कतै भाग्नको लागि कतै जानको लागि त्यो आएर हामीलाई केही फाइदै भएन नि, डाइरेक्ट भन्नु पर्दा। अब कति कमाउनु त, अब 10-12 लाख रुपैयाँ ऋण तिर्नलाई 1 वर्ष त के लाग्छ हैन। महिनाको 1 लाख रुपैयाँ भन्नु 1 लाख रुपैयाँ सोच्नु पर्यो। त्यहाँभन्दा बढी सोच्यो भने त किन भन्दा हाम्रो फ्यामिली छ, फ्यामिलीलाई नि यसो पैसा पठाउनै पर्यो, तर ऋणको नि पैसा घटाउनै पर्यो। त्यो भन्दा लङ टर्मको लागि हैन, लङ टर्मको चाहिँ अब 5 वर्ष, 7 वर्ष, 10 वर्ष, 12 वर्ष, 15 वर्ष त्यतिसम्म बस्छु भन्ने सोच छ भने चाहिँ राम्रो हुन्छ तपाईहरुलाई हैन। किन भन्दा लागत चाहिँ बढी हो, अरु त त्यस्तो खासै के हैन। लागत बढी भइसकेपछि त अब हाम्रो इन्भेस्ट गरेको पैसै नउठिकन हामी कतै जानु पर्यो वा घर फर्किनु पर्यो भन्दा अलि गाह्रै हुन्छ। त्यही भएर म चाहिँ के भन्न चाहन्छु भने नि, जुन यो 18, 20, 22, 23, 24 सम्म चाहिँ एप्लाई गर्दाखेरि तपाईलाई धेरै राम्रो फ्युचर छ हैन। किन भन्दा अब तपाईले यहाँ आएर भएन भने तपाई अरु कन्ट्री जान सक्नुहुन्छ। र म चाहिँ बेस्ट देख्छु यहाँ आइसकेपछि नजानु नै भन्न चाहन्छु। किन भन्दा अब क्रोएसियाले नै PR प्रोभाइड गरिहाल्छ, तर टाइम चाहिँ लाग्छ है। पोर्चुगलको जस्तो, फ्रान्स, जर्मन जस्तो चाहिँ त्यति साह्रो छिटो चाहिँ दिँदैन, तर टाइम चाहिँ लाग्छ। र तपाईलाई केही क्वेसन छ भने पर्सनल टेक्स्ट गर्न सक्नुहुन्छ, म WhatsApp नम्बर हालिदिन्छु डिस्क्रिप्सनमा हैन। र के भन्न चाहन्छु भने अल द बेस्ट सबैलाई। को आउँदै हुन्छ क्रोएसिया हैन र एप्लाई गर्दै हुन्छ भने कन्ट्याक्ट गर्नु होला, के छ प्रोसेस, कसरी गर्ने भन्ने विषयमा हैन।